आजको टपिक चाहिँ म हाउ टु फाइट अन योर राइट्स। म चाहिँ आफ्नो अधिकारको लागि चाहिँ कसरी फाइट गर्ने त, कसरी त्यसलाई चाहिँ त्यसको प्रयोग गर्ने भन्ने कुरामा चाहिँ म तपाईँलाई बताउन गइरहेको छु होइन। अधिकार चाहिँ केलाई भनिन्छ त? जस्तै कि तपाईँलाई होइन, तपाईँको अधिकार भनेको कसैले अप्ठ्यारो पारेर शक्ति प्रयोग गरेर बल प्रयोग गरेर अरूलाई कमजोर बनाएर आफू ताकतवर बन्नु होइन। अधिकारको मतलब यो हो कि अरूले तपाईँलाई दबाउन नसकोस्। तपाईँले अरूलाई दबाउने होइन अधिकारको प्रयोग गरेर। अधिकारको अर्थ यो हो कि अरूले तपाईँलाई कसैले तपाईँलाई दबाउन नसकोस्, आफूले आफूलाई कसरी डिफेन्स गर्न सक्ने भन्ने कुरालाई विशेष गरी यसले महत्त्व दिने गर्दछ। अब यो त भयो अधिकार के हो भन्ने कुरा। तपाईँ अधिकारलाई चाहिँ यसरी बुझ्नुहोस् होइन कि तपाईँको अधिकार र तपाईँको व्यक्तिगत निर्णय, विशेष गरी तपाईँको भविष्यसम्म टच गर्ने खालको एकदम ठुलो ठुलो डिसिप्लिनहरू हुन्छ नि, त्यसलाई चाहिँ आफ्नो कन्ट्रोलमा लिने कोसिस गर्नुहोस्। यसको अर्थ यो होइन कि परिवारको विरुद्धमा जानु, अभिभावकको विरुद्धमा जानु, गुरु दाजुभाइ अरूको विरुद्धमा गएर म यो सब कुरो भन्ने कुरा घमण्ड होइन, रियालिटिजको बेसमा कि आफ्नो अधिकारको प्रयोग गर्नुपर्दछ तपाईँहरू। जस्तै मानौ सामान्य उदाहरणको लागि तपाईँ कुनै ठाउँमा जब गर्नुहुन्छ र त्यो जबको जो पनि माथिल्लो लेभलको मान्छे हुन्छ या साउ भन्नुहोस् या म्यानेजर, ताकि उसले तपाईँलाई बिना अर्थ कुनै पनि कारणवश तपाईँलाई कुनै मेन्टल्ली फिजिकल्ली टर्चर दिइरहेको छ भने त्यो तपाईँहरूले रियलाइज गर्नुहुन्छ कारण के हो भने खोज्नुहोस्। तपाईँ चाहिँ के सोच्नुहुन्छ भने आफूभन्दा ठुलो साउ या बसले चाहिँ तपाईँलाई त्यो खालको व्यवहार गर्छ भने तपाईँ चाहिँ सोच्नुहुन्छ कि यदि उसले मलाई जबबाट निकाल्यो भने मेरो के होला। जबकि उसले तपाईँले त्यो कुरा सोचेकै हुँदैन, उसलाई त सोच छ कि यसको कपाल सेतो हुन्छ सबै यही काम गरोस्। दोस्रो कुरा, तपाईँ सोझो हुनुहुन्छ भने थाहा पाएपछि तपाईँले यसरी बुझ्नु सक्नुहुन्छ कि सबभन्दा बढी काम त्यसैलाई लगाइन्छ जो सबभन्दा बढी सोझो छ, जो भगाभग भनेको जतिखेर पनि काम लाउँछ फटाफट गर्छ। उसलाई त के मतलब, उसले त 10 to 4 या 10 to 5 10 to 6 को पैसा दिइरहेको छ। के मतलब उसको त पैसा दिनु छ 12 घन्टाको न, मतलब 6 घन्टादेखि माथि चाहिँ 8 घन्टा 10 घन्टा 12 घन्टा जति पैसा फिक्स गरेर त्यतिको पैसा दिनुपर्छ नि उसलाई त। उसलाई त यदि तपाईँले भगाभग काम गर्नु छ उसलाई के को टेन्सन, गर्छ आउँछ जान्छ त गर। अरू चाहिँ 10 देखि 6 10 देखि 5 10 देखि 4 जति छ उति गर्छन्, कसै गर के छ मलाई मतलब पैसा किमेर क्या त, मतलब पैसा जति दिनु उति दिनुपर्छ। द्याट इज द मोस्ट इम्पोर्टेन्ट कि जब तपाईँलाई लागिरहेको छ कि सरासर गलत हो भने ऊ आवाज उठाउनुहोस् कि त्यहाँ, त्यसको कुनै भविष्यको चिन्ता लिएर तपाईँ नजानुहोस्। जो हुन्छ राम्रोको लागि हुन्छ, किनभने तपाईँले त्यतिखेर समझमा नआउन सक्छ कि त्यो तपाईँको लागि सही हो या गलत हो, तर पछि गएर तपाईँलाई रियलाइज हुन्छ कि यो सही थियो कि गलत थियो। यदि तपाईँ आफूलाई सधैँ पुस गर्ने कोसिस गर्नुहुन्छ, सधैँ आफ्नो बेटर कोसिस गर्नुहुन्छ, आफ्नो क्वालिटीलाई सधैँ बेटर गर्ने जो हुन्छ नि काम चाहिँ गर्दै अगाडि जानुहुन्छ भने त्योभन्दा राम्रो हुँदै जान्छ। यो अवश्य हो, यो प्राकृतिक सत्य पनि हो, किनकि परिवर्तन मागेको हो त्यसले। तपाईँको अफिसबाट निकाल्नु तपाईँको लागि कुनै धेरै ठुलो समस्या होइन, केही समयको लागि फाइनेन्सियल क्रास होला, द्याट इज द नट इम्पोर्टेन्ट इन ह्युमन अल लाइफ। हामी मानव जीवनको लागि पूर्ण जीवनभरि त्यो सानो कुराले इफेक्ट गर्दैन, किनभने जीवन त्यति सानो छैन, जीवन धेरै ठुलो छ, फ्रागिलो छ, यसको हजारवटा बाटा छन्, हजारवटा अपर्च्युनिटी छ। त्यही भएर त्यहाँबाट निस्किनु तपाईँको लागि कुनै धेरै ठुलो कुरा हुने छैन, जुनसुकै कुरा होस्। यदि तपाईँ आफूले आफूलाई बनाउन चाहनुहुन्छ, साँच्चै क्युरियस हुनुहुन्छ भने। अब यो त रह्यो जबबाट निकाल्यो, फेरि यो पनि होइन कि यही युगको कारणले चाहिँ के छ भने ल आफ्नो अधिकारको लागि लड्नुपर्छ भने साउलाई नै गएर धम्की दिने, साउलाई नै गएर ल जसमै साउलाई नै घुर्दियो ल, के राइट हो र? मतलब कि अधिकारको लिमिट प्रयोग गर्नुहोस्, सीमित प्रयोग गर्नुहोस्, तर आफ्नो अधिकारले कारणले कसैलाई नदबाउनुहोस्। र अधिकारको अर्थ यो हो कि अधिकारको मतलब आफूलाई यस्तो ताकतवर बनाउनुहोस् कि अरूले तपाईँले दबाउन नसकोस्। द्याट इज द मोस्ट इम्पोर्टेन्ट पार्ट। दोस्रो कुरा, तपाईँ कहीँ पढ्दै हुनुहुन्छ या तपाईँ कुनै ठाउँमा कुनै काम गर्दै हुनुहुन्छ या तपाईँ कुनै सोसाइटीमा हुनुहुन्छ,
वरपरको सोसाइटी, समाज र सेरोफेरोले तपाईँलाई जब तपाईँको बारेमा नेगेटिभ कुरा गर्छ र तपाईँलाई कमजोर बनाउनलाई, तपाईँलाई गिराउनको लागि कुराहरू गर्दछन् र तपाईँलाई चाहन्छन् कि यो हामीसँग आओस्, यसको जवाफ दियोस्, ताकि यसलाई हामी अरू दबाउन सकौँ। तपाईँ प्रवाह नगर्नुहोस्। जब पुरै हद पार गर्छन्, पुरै लिमिट क्रस गर्छन् नि, तब साम दाम दण्डभेद चाणक्य नीति अपनाउनुहोस्। कुनै पनि हालतमा त्योसँग उनीहरूलाई विश्वास दिलाउनुहोस् कि अब खतरा छ। फिजिकल लेभलमा नट, उही तपाईँसँग फिजिकल लेभलले जब फाइट गर्ने सोचिरह, तपाईँ मेन्टल लेभलले नसोच्नुहोस्। त्यसको डिफेन्स गर्नको लागि तयार हुनुहोस्। यसको अर्थ यो होइन कि तपाईँ ऊ लड्न चाहन्छ भने तपाईँ पनि लड्नुहोस्, यो पनि होइन। यसको सोल्युसन निकाल्नुहोस्। पहिला सकेसम्म शान्तिको बाटो रोज्नुहोस्। तर यदि सामने जो व्यक्ति हुनुहुन्छ उहाँले यदि तपाईँलाई जबरजस्ती युद्धमा तानिराख्नु भएको छ भने फेस इट, नोट द्याट साइड इफेक्ट। फेस इट, पेसेन्टली फेस गर्नुहोस् ताकि त्यसको दीर्घकालीन ज्यादा समस्या नहोस्। एउटा यस्तो सोल्युसन निकाल्नुहोस् ताकि त्यो मान्छेसँग दोस्रो झगडा नहोस् र यो झगडा पश्चात उसँग यही झगडा कारणले अर्को ठाउँमा नगइयोस् भनेर एउटा पेसेन्टली अब्जर्भेसनका साथ पुरा यसलाई रियालिटीको बेसिसमा भएर यसलाई फेस गर्नुहोस्, यसलाई समाधान गर्नुहोस्। अब यो कुन के कसरी भने यो तपाईँले एनालाइज गर्नुपर्छ ताकि यो कुराले गर्दा मलाई भविष्यमा कहाँसम्म इफेक्ट पर्छ, मेरो एजुकेसन, मेरो फ्यामिली र मेरो फाइनेन्सियल क्रास र मेरो अब आउनेवाला भविष्यमा कहाँसम्म के इफेक्ट पर्छ, यो पनि तपाईँले एनालाइज गर्नु जरुरी छ, विश्लेषण गर्नु जरुरी छ। द्याट इज द मोस्ट इम्पोर्टेन्ट। सम्झिनु नि, कि अधिकार मतलब त्यो हो होइन कि जो राजाले पाएको र आफ्नो जनताप्रति गर्ने पूर्ण अधिकार छ भन्दैमा उसले जनतालाई शोषण गर्ने, त्यो भनेको अधिकार होइन। हिटलरको अन्त्य भएको तपाईँलाई थाहा होला नि, हिटलरको पतन भएको। त्यसकारण कहिले पनि आफ्नो अधिकारको गलत प्रयोग नगर्नुहोस् र आफ्नो लागि लड्न सिक्नुहोस्, आफ्नो अधिकारको लागि फाइट गर्न सिक्नुहोस्। यदि तपाईँ आफ्नो अधिकारको लागि लड्न सक्नु भएन भने यो दुनियाँले तपाईँलाई यसरी दबाउनेछ नि, तपाईँ काहीँको पनि रहनु। कहिलेकाहीँ चाहिँ के हुन्छ भने सामान्य कुरा जब हामी त्यसलाई पेसेन्टली छोडिदिन्छौँ नि, थाहा छ तपाईँ बोल्नु पर्ने हुन्छ, थाहा छ तपाईँले त्यहाँ उत्तर दिनुपर्ने हुन्छ, तर यस्तो उत्तर दिनुहोस् होइन कि बार बार उत्तर दिन, एक उत्तरमा ऊ मान्छेलाई पनि फिल होस् कि साँच्चै मैले गलत गरेको थिएँ, साँच्चै मैले गलत भनेको थिएँ। द्याट इज द इम्पोर्टेन्ट। एक स्वभाव यस्तो दिनुहोस् कि त्यो मान्छेको बोली बन्द होस्। तपाईँलाई सोच्छ नि यस्तो नगर भनेर सम्झाउँछु, प्रश्न गर्नुहोस् एक चुटकीमा, किन, वाइ। उहाँहरूसँग कुनै पनि जवाफ हुने छैन। जब तपाईँ स्कुलमा हुनुहुन्छ, जातपात धर्म संस्कृतिले लिएर तपाईँलाई कमजोर बनाइन्छ भने किन, कसले बनायो रीति, यसरी प्रश्न गर्नुहोस्। फेरि उसले दिन्छ जवाफ, फेरि प्रश्न गर्नुहोस्। उनीहरूसँग कुनै जवाफ नै हुने छैन, किनकि यसको जवाफ कतै छैन त उनीहरू कहाँबाट दिउन्। यसमा तपाईँहरूलाई जबरजस्ती गरेर जित्न सक्छन्, तर नो, सहीलाई कहिले पनि गलत गराउन सकिँदैन। किनकि सूर्यलाई एक छिनको लागि जत्रो सुकै बादल र अन्धकार अर्थात् सूर्यग्रहण लाग्ने हुन्छ नि, चन्द्रग्रहण, सूर्यग्रहण, तिनीहरूको प्रकाशलाई केही छिनको लागि रोकिन्छ, तर सदाको लागि होइन। अन्ततः आफ्नो अधिकारको लागि लड्नुको अर्थ यो हो कि अरूले तपाईँलाई दबाउन नसकोस्, ताकि तपाईँले अरू कसैलाई दबाउने होइन। यही कुरालाई मनोनयन गर्नु होला, आफ्नो लागि लड्नुहोस्। विशेष गरी आफू एउटा शक्ति बन्नुहोस्, स्वयं शक्ति बन्नुहोस्। धन्यवाद। शुभरात्रि।